यदि कसैले एउटा जारमा पानी हालेर तम्बाकु र पान मसला मिक्स गरे र अर्को जारमा केवल पानी हाले र दुईटै जारमा एक एक फलामको सिट हालेर 1 महिनाका लागि छोडिदिए। 1 महिनापछि पानीमा हालेको सिट उस्तै थियो र तम्बाकुमा हालेको सिटको हालत खराब थियो। स्याम यस्तै हामीसँग हुन्छ। यदि हामीले तम्बाकु खाँदाखेरि तम्बाकु थुकसित मिलेर शरीरभित्र जान्छ र हाम्रो शरीरको के हाल गर्छ तपाईले कल्पना पनि गर्न सक्नु हुँदैन। त्यसैले तपाई पनि तम्बाकु छोड्न चाहनुहुन्छ भने यसको सजिलै तरिका छ, राइज निकोटिन गम। यसले तपाईको तम्बाकु खाने, सुर्ती खाने आदत छुटाउनमा सहयोग गर्छ र यो ट्याब्लेट खाँदाखेरि सुर्ती खैनी खाए जस्तै हुन्छ। यो सुर्ती खैनी गुटका पान मसला अलग अलग फ्लेभरमा आउँछ र यसलाई एमाजोन, फ्लिपकार्ट, मिसो, ब्लिङ्किटबाट सजिलैसित किन्न सकिन्छ। करिब 10 लाख भन्दा बढीले यसको फाइदा उठाइसक्यो। यो भिडियो उनलाई सेयर गर्नुहोस् जसले गुटका खान्छन्।